एब्जर्प्सन एन्ड भेरिएबल कस्टिङको दोस्रो कक्षामा सम्पूर्ण विद्यार्थीहरूलाई स्वागत छ। आजको यस कक्षामा हामीले 10 नम्बरको क्वेशन हल गर्नेछौँ। यहाँ दिएको इन्फर्मेसनको आधारमा हामीले डाइरेक्ट कस्टिङ मेथड प्रयोग गरेर इन्कम स्टेटमेन्ट बनाउनु पर्नेछ। त्यसैगरी फुल कस्टिङ मेथड प्रयोग गरेर पनि इन्कम स्टेटमेन्ट बनाउनु पर्नेछ। डाइरेक्ट कस्टिङ भनेको बीसीएम भयो, फुल कस्टिङ भनेको एसीएम भयो र फाइनल्ली हामी रिकन्सिलिएसन स्टेटमेन्ट समेत बनाउनु पर्ने हुन्छ। अब यहाँ दिएको इन्फर्मेसनलाई सशर्ते हेर्दाखेरि सबभन्दा पहिला हामीलाई सेल्स युनिट चाहिन्छ, तर सेल्स युनिट हामीले देखिरहेको छैन, यहाँ सेल्स युनिट दिएको छैन। अब त्यसो हो भने अब हामीले यहाँ दिएको इन्फर्मेसन, यो तीनटा इन्फर्मेसन प्रोडक्सन, क्लोजिङ स्टक र ओपन स्टक यो दिएको छ। यसको आधारमा फर्मुला प्रयोग गरेर पहिला सेल्स युनिट पत्ता लगाउनु पर्ने हुन्छ। तसर्थ नोट 1 मा हामीले क्लोजिङ स्टक इक्वल ओपनिङ स्टक प्लस प्रोडक्सन माइनस सेल्स। अब क्लोजिङ स्टक भनेको कति दिएको छ त 8000 युनिट, 8000 बराबर ओपनिङ स्टक भनेको 3000 छ, 3000 छ प्लस प्रोडक्सन भनेको 50000 छ, 50000 छ माइनस सेल्स। यो इक्वेसन सल्भ गर्ने हो भने सेल्स इक्वल 45000 युनिट्स आउँछ, 45000 युनिट्स आउँछ। अब हामीलाई सेलिङ प्राइस पर युनिट 42 दिएको छ। यसको आधारमा सबभन्दा पहिला इन्कम स्टेटमेन्ट डाइरेक्ट कस्टिङ मेथड अर्थात् बीसीएम बाट क्याल्कुलेसन गरौँ। सेल्स भनेको सेल्स युनिट 45000 युनिट इन्टु सेलिङ प्राइस पर युनिट भनेको 42 छ। यो दुईटालाई मल्टिप्लाई गर्दाखेरि कति आउने हो त 18,90,000 आउने हो। अब लेस भेरिएबल म्यानुफ्याक्चरिङ COGS, भेरिएबल म्यानुफ्याक्चरिङ COGS। अब डाइरेक्ट मेटेरियल कस्ट यसलाई सर्ट फर्ममा DMC लेख्न सकियो। यो प्रोडक्सन युनिट 50000 इन्टु 8 हुन जान्छ, यो भनेको 4 लाख। त्यसैगरी डाइरेक्ट लेबर कस्ट भनेको पनि 50000 इन्टु 5 को दरले यो कति हुन जान्छ 2,50,000 हुन जान्छ। त्यस्तै गरी डाइरेक्ट एक्सपेन्सेस पनि कति हुन जाने भयो त भन्दा 50,000 इन्टु डाइरेक्ट एक्सपेन्सेस भने पर युनिट 2 छ, यसरी यो 1 लाख हुन गयो। र त्यसपछि गएर भेरिएबल म्यानुफ्याक्चरिङ ओभरहेड सर्ट फर्ममा यो चाहिँ कति हो त 50,000 इन्टु यहाँनिर हेर्नुपर्छ यो भेरिएबल म्यानुफ्याक्चरिङ ओभरहेड VMO लेखे पनि यहाँ चाहिँ भेरिएबल फ्याक्ट्री ओभरहेड दिएको छ। यो फ्याक्ट्री भन्नु र म्यानुफ्याक्चरिङ भन्नु चाहिँ सेम हो है त। त्यसकारण भेरिएबल फ्याक्ट्री ओभरहेड भन्नु र भेरिएबल म्यानुफ्याक्चरिङ ओभरहेड सर्ट फर्ममा हामीले VMO भन्यौँ। यो कति छ ₹3 पर युनिट छ। तसर्थ 3 पर युनिट भनेको कति हुने भयो 1,50,000 हुने भयो। अब यो चारवटा एक्सपेन्सेसलाई जोड्दा 9 लाख आउने भयो। अब यसमा एड ओपनिङ स्टक। अब ओपनिङ स्टक भनेको क्वेसनले 3000 युनिट दिएको छ। अब यसको पीसीआर चाहिँ हामीले यो जुन न्यू पीसीआर 8, 5, 2 र 3 यो टोटल यो चारवटा रेट जोड्दाखेरि 18 आउँछ। अर्थात् हामीले यो पीसीआरलाई यसो गरौँ 2 नम्बरमा प्रोडक्ट कस्ट रेट हो पीसीआर भनेको। पीसीआर इक्वल मेटेरियलको 8 प्लस 5 प्लस 8 प्लस 5 प्लस 2 प्लस 3 इक्वल
8 5 13 14 15 18 रुपीज 18 यसरी हामीले यो पीसीआर निकाल्न सक्छौं। तर यो क्वेशनले चाहिँ के भनेको छ भने ओपनिङ स्टकको लागि चाहिँ भेरिएबल कस्टिङमा 23 प्रयोग गर भनेको छ हैन। अब क्वेशनले जति भन्छ त्यति नै प्रयोग गर्नु पर्यो। तसर्थ ओपनिङ स्टकको लागि चाहिँ हामीले 23 क्वेशनले नै दिएको पीसीआर प्रयोग गर्छौं। तसर्थ यो के रे 3000 into 23 गर्दा 69000 आउँछ भने अब लेस क्लोजिङ स्टक 5000 युनिट इन्टु अब यसको लागि चाहिँ हामीले अहिले क्याल्कुलेसन गरेको नयाँ यो 18 प्रयोग गरौँ। यो 18 नै प्रयोग गरौँ। 5 के रे 5000 हैन यो 8000 हो है। यो क्लोजिङ स्टक 8000 into 18 गर्दाखेरि अब क्याल्कुलेटर हाल्नु त कति आउँछ 1,44,000 आउँछ। 1,44,000 आउँछ। यति आउँछ। अब हामीले यसलाई टोटल गर्ने हो भने कति आउँछ त भन्दा 8,25,000 यसलाई यतापट्टि राखौं है त 8,25,000 आउँछ। यसलाई चाहिँ हामीले के भन्न सकियो भने टोटल म्यानुफ्याक्चरिङ COGS भन्न सकियो। अब सेल्सबाट हामीले यो टोटल म्यानुफ्याक्चरिङ COGS घटाइदिने भने के आउँछ ग्रोस कन्ट्रिब्युसन मार्जिन आउँछ। ग्रोस कन्ट्रिब्युसन मार्जिन भनेको सेल्स 18,90,000 माइनस 8,25,000 गर्दा 10,65,000 यो ग्रोस कन्ट्रिब्युसन मार्जिन हुन्छ। र हामीलाई यहाँ नन म्यानुफ्याक्चरिङ भेरिएबल नन म्यानुफ्याक्चरिङ ओभरहेड दिएको छैन, एक्सपेन्सेस दिएको छैन। यहाँ फिक्स्ड मात्र छ। फिक्स सेलिङ एन्ड अफिस ओभरहेड मात्र यहाँ दिएको छ। भेरिएबल सेलिङ एन्ड अफिस एन्ड सेलिङ ओभरहेड दिएको छैन। तसर्थ यो ग्रोस कन्ट्रिब्युसन मार्जिनलाई नै हामीले नेट कन्ट्रिब्युसन मार्जिन पनि भन्न सक्छौं। अथवा फर्मेट मेन्टेन गर्ने हो भने यसलाई कता गरौँ फर्मेट मेन्टेन गर्ने हो भने लेस भेरिएबल नन म्यानुफ्याक्चरिङ एक्सपेन्सेस यो नील छ। अब यसलाई हामीले गर्ने हो भने यो घटाउने हो भने अब के आयो नेट कन्ट्रिब्युसन मार्जिन आयो। नेट कन्ट्रिब्युसन मार्जिन आयो। अब यो भनेको त 10,65,000 नै हुन जान्छ। अब लेस नन म्यानुफ्याक्चरिङ अथवा यसमा त टोटल फिक्स कस्ट अब टोटल फिक्स कस्टमा यसमा चाहिँ पहिला फिक्स्ड म्यानुफ्याक्चरिङ ओभरहेड भनेको यो फिक्स फ्याक्ट्री ओभरहेड छ। यसलाई मैले छुट्टै कलर लगाइदिए। फिक्स फ्याक्ट्री ओभरहेड भन्नु र फिक्स म्यानुफ्याक्चरिङ ओभरहेड भन्नु एउटै हो। नर्मल भनेको स्ट्यान्डर्ड हो 4,40,000 यो चाहिँ स्ट्यान्डर्ड हो है। यो 4,40,000 यसलाई हामीले यसैमा राख्न मिल्छ। 4,40,000 यो चाहिँ स्ट्यान्डर्ड हो। यो स्ट्यान्डर्ड अथवा यसलाई क्वेशनले नर्मल पनि भनेको छ। कुरो एउटै हो यो। त्यसपछि अर्को के छ भने फिक्स्ड के रे अफिस एन्ड सेलिङ ओभरहेड भनेको छ। यसलाई नै कपी गर्दौ। फिक्स्ड अफिस एन्ड सेलिङ ओभरहेड भनेर दिएको छ। यो भनेको कति दिएको छ फिक्स अफिस एन्ड सेलिङ 2,50,000
50,000 भनेर यसरी दिएको छ। अब हामीले यो टोटल फिक्सलाई हामीले जोड्ने हो भने कति आउने भयो त भन्दा 4,40,000 प्लस 2,50,000 इक्वल 6,90,000 हुने भयो। अब टोटल 10,65,000 नेट कन्ट्रिब्युसन मार्जिन माइनस फिक्स्ड टोटल फिक्स कस्ट 6,90,000 घटाउँदा कति हो 3,75,000। यो चाहिँ डाइरेक्ट कस्टिङ मेथड अनुसार के आउने भयो त नेट इन्कम आउने भयो। यसरी हामीले डाइरेक्ट कस्टिङ मेथड युज गरेर इन्कम स्टेटमेन्ट तयार गर्न सक्छौं। र यसमा बुझ्नुपर्ने कुरा के छ भने यो ओपन स्टकको लागि यो 23 क्वेशनले नै दिएको छ। त्यो चाहिँ हामीले नयाँ छ यो केसमा यो 23 क्वेशनले दिएको छ। यो 18 चाहिँ हामीले यहाँ यसरी क्याल्कुलेसन गर्यौं। यो यसरी प्रयोग भएको छ यो। ल अब हामीले एडजस्टन कस्टिङ मेथड अथवा फुल कस्टिङ मेथडबाट पनि हामीले क्याल्कुलेसन के रे इन्कम स्टेटमेन्ट बनाउनु पर्ने हुन्छ। अब लगभग यो यति चाहिँ सेम हो। यसलाई मैले कपी पेस्ट गरिदिन्छु यहाँ। ल किनभने VCM मेथड र ACM मेथडको केसमा यति कुरा सेम हुन्छ। डिफरेन्ट भनेको यहाँनिर डिफरेन्ट गर्नु पर्यो। यो भेरिएबलको ठाउँमा टोटल म्यानुफ्याक्चरिङ COGS हुन्छ। अब यसमा थप नयाँ कुरा चाहिँ के छ भन्दाखेरि नयाँ कुरा चाहिँ के छ भने यसमा FMO यो FMO चाहिँ कस्तो हुनु पर्यो भने एक्चुअल FMO युज हुन्छ। अब एक्चुअल FMO को लागि यहाँ हामीले बुझ्नुपर्ने कुरा के छ भने प्रोडक्सन त कति हो त 50,000 हो भनेपछि यो रेट चाहिँ हामीले यहाँ पत्ता लगाउनु पर्ने हुन्छ। यो रेट कति हो भन्ने कुरा यो पत्ता लगाउनु पर्ने हुन्छ है त। अब यसको लागि हामीलाई इन्फर्मेसन क्वेशनले के दिएको छ भन्दाखेरि यहाँ फिक्स फ्याक्ट्री ओभरहेड नर्मल 4,40,000 यो स्ट्यान्डर्ड FMO हामीलाई दिएको छ। यसलाई छुट्टै नोटमा टिपोट गरौँ है त। स्ट्यान्डर्ड FMO हामीलाई दिएको छ ₹4,40,000। अनि त्यसपछि हामीलाई अर्को के दिएको छ भने अन्डर एब्जर्प्सन अफ फिक्स फ्याक्ट्री ओभरहेड भनेर हामीलाई यहाँनिर यो दिएको छ के यो अन्डर एब्जर्प्सन अफ फिक्स फ्याक्ट्री ओभरहेड भनेर हामीलाई यहाँ 40,000 दिएको छ। अर्थात् अन्डर एब्जर्प्सन अफ FMO भनेर हामीलाई अन्डर एब्जर्प्सन अफ FMO भनेर हामीलाई कति दिएको छ 40,000 दिएको छ। अब हामीलाई एक्चुअल FMO चाहियो। अब एक्चुअल FMO भनेको त के हो त भन्दाखेरि स्ट्यान्डर्ड FMO इक्वल एक्चुअल FMO प्लस के हुन जान्छ अन्डर एब्जर्प्सन अन्डर एब्जर्प्सन अफ FMO हुन जान्छ। अन्डर एब्जर्प्सन अफ FMO हुन जान्छ भनेपछि यो केसमा स्ट्यान्डर्ड FMO भनेको कति छ 4,40,000 छ इक्वल एक्चुअल FMO हामीलाई चाहिएको हो प्लस अन्डर एब्जर्प्सन अफ FMO भनेको कति छ 40,000 छ भनेपछि अब एक्चुअल FMO भनेको त कति हुन जान्छ यो इक्वेसन सल्भ गर्दा 4 लाख हुन जान्छ। 4,40,000 मा 40,000 घटेपछि 4 लाख हुन जान्छ भनेपछि यो चाहिँ हाम्रो के हो त भन्दाखेरि एक्चुअल FMO भयो। अब यो एक्चुअल FMO हामी यहाँ राख्छौं 4 लाख है यहाँ 4 लाख राख्छौं। अब हामीले के बुझ्नु पर्यो हामीलाई त FMOR चाहियो हैन। FMOR क्याल्कुलेसन गर्नको लागि के गर्नु पर्यो त भन्दा यो 4 लाखलाई 50,000 ले डिवाइड गर्नु पर्यो है। 4 लाखलाई 50,000 ले डिवाइड गरेर हामी यहाँ के निकाल्न सक्छौं FMOR निकाल्न सक्छौं। अर्थात् हामीले के बुझ्नु पर्यो त भन्दाखेरि एक्चुअल FMO भनेको त के हो त भन्दाखेरि प्रोडक्सन इन्टु FMOR हो नि त हैन। त्यसो भए एक्चुअल FMO भनेको कति त 4 लाख भयो। प्रोडक्सन भनेको कति छ
प्रोडक्सन भनेको 50,000 हैन, यहाँ प्रोडक्सन भनेको 50,000 भयो, 50,000 भयो इन्टु FMOR। त्यसो भए FMOR भनेको के हुने भयो त भन्दा 4 लाखलाई 50,000 ले डिभाइड गर्दाखेरि कति आउने भयो त 8 आउने भयो, रुपीस 8 पर युनिट आउने भयो। भनेपछि अब FMOR मा हामीले यो रुपीस 8 राख्नुपर्ने हुन्छ, यसरी रुपीस 8 राख्नुपर्ने हुन्छ यो ल है त। अब भनेपछि हामीले यो पनि पत्ता लगायौं, यो रुपीस 8 भनेपछि यसरी 4 लाख भयो। अब हामीले यो टोटल जोड्दिने हो भने कति आउँछ 13 लाख हुन्छ। यसलाई बन्द गर्दियौं। अनि 8 ओपनिङ स्टक आउँछ। ओपनिङ स्टक भनेको 3000 इन्टु ओपनिङ स्टक को लागि एब्जर्सन कस्टिङमा कति प्रयोग गर्ने भनेको छ भने 30 रुपीस प्रयोग गर्ने भनेको छ एब्जर्सन कस्टिङमा। ओपनिङ भ्यालु अफ ओपनिङ स्टक को लागि कति रुपैयाँ प्रयोग गर्ने 30 भनेको छ। तसर्थ हामीले यो 30 प्रयोग गर्छौं भनेको 3000 इन्टु 30 गर्दाखेरि 9 1 2 3 4 कति 90,000 हुने भयो। लेस क्लोजिङ स्टक भनेको 8,000 इन्टु अब हामीले यसको लागि चाहिँ अब यो जोड्न पर्यो, रेट जोड्नु पर्यो। 8 5 कति हो 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 भनेपछि 26 आउने भयो यसको लागि पीसीआर चाहिँ है। हामीले यहाँ यसको लागि पीसीआर भनेको चाहिँ यो रेट जोड्ने है त, यो जुन 8 जोड्नु पर्यो है, सबलाई कलर लगाइदिन्छ है त। 5 पनि जोड्नु पर्यो, अनि त्यसपछि यो 2 पनि जोड्नु पर्यो, अनि यो 3 पनि जोड्नु पर्यो, 3 जोड्नु पर्यो र 8 पनि जोड्नु पर्यो। यो 5 वटा रेट जोड्दाखेरि कति आउने भयो त भन्दाखेरि 26 आउने भयो। यो प्रोडक्ट कस्ट रेट यही नै हो। अब 8000 इन्टु 26 8000 इन्टु 26 गर्दाखेरि 2,08,000 यसलाई लेस यसलाई ब्राकेटमा राख्दियौ है त, 2,08,000 आउने भयो। अब यसलाई गरौँ, यसलाई टोटल गरौँ कति आउने भयो 11,82,008। अब अन्डर एब्जर्सन अफ FMO हामीले एड गर्नुपर्ने हुन्छ। त्यो भनेको कति छ 40,000 छ, 40,000 छ। अब हामीले के गर्नु पर्यो त भन्दाखेरि एड गर्नु पर्यो, अर्थात 11,82,000 प्लस 40,000 इक्वल 12,22,000 12,22,000 भयो। अब यसलाई हामीले टोटल म्यानुफ्याक्चरिङ COGS अब यो चाहिँ हामीले कहाँबाट घटाउँछौं भन्दा सेल्सबाट घटाएपछि के आउँछ ग्रोस प्रॉफिट आउँछ। ग्रोस प्रॉफिट भनेको सेल्स 18,90,000 माइनस 12,20,000 इक्वल 6,68,000 आयो। अनि यस टोटल नन मैन्युफैक्चरिंग कस्ट टोटल नन मैन्युफैक्चरिंग कस्ट में अब भेरिएबल छैन फिक्स्ड मात्रा छ भनेपछि हामीले यही नै फिक्स्ड अफिस एन्ड सेलिङ ओभरहेड यो भनेको कति त 2,50,000 मात्रा छ। हामीले यही नै घटाइदिने हो भने अब कति हुने भयो त भन्दाखेरि नेट इन्कम भनेको 6,68,000 माइनस 2,50,000 इक्वल 4,18,000 आउने भयो। यो चाहिँ फुल कस्टिङ अथवा एसीएम अनुसार नेट इन्कम आउने भयो। यसरी हामीले नेट इन्कम पत्ता लगाउन सक्छौं। यो एसीएम मेथड अनुसार यसलाई हामीले यसरी सटिकली यसरी हेर्न पनि सक्छौं।
ल अब यति गरिसकेपछि फाइनल्ली हामीले रिकन्सिलिएसन स्टेटमेन्ट पनि तयार गर्नुपर्ने हुन्छ र यो रिकन्सिलिएसन स्टेटमेन्ट चाहिँ अलि कता यहाँनिर यो के छ भने ओपन स्टक र क्लोजिङ स्टकको रेट यहाँ डिफ्रेन्ट छ हैन यो 23 छ यो 18 छ अनि यो चाहिँ 30 छ यो 26 छ यो रेट डिफरेन्ट भएको कारणले गर्दाखेरि हामीले यो ओपनिङ स्टक र क्लोजिङ स्टकको सवालमा चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि छुट्टा छुट्टै क्याल्कुलेसन गर्नुपर्ने हुन्छ यो हामीले रिकन्सिलिएसन स्टेटमेन्ट तयार गर्दाखेरि खास गरेर हामीले यस्तो फर्मुला प्रयोग गर्छौं है त यो यसलाई यता भन्दा यसलाई यतापट्टि प्रयोग गरौँ है त रिकन्सिलिएसन स्टेटमेन्ट तयार गर्दाखेरि रिकन्सिलिएसन स्टेटमेन्ट तयार गर्दाखेरि हामीले के गर्नु पर्यो भने नेट इन्कम अफ एसीएम माइनस नेट इन्कम अफ बीसीएम इक्वल अब यसमा क्लोजिङ स्टक माइनस ओपनिङ स्टक इन्टु एफएमओआर भनेर हामीले अब यो फर्मुला लगाएर गर्नु पर्थ्यो तर यसमा चाहिँ हामीले यसलाई थोरै मोडिफाई गर्नुपर्ने हुन्छ यो केसमा चाहिँ हामीले यो पार्टलाई मोडिफाई गर्नुपर्ने हुन्छ अर्थात् नेट इन्कम अफ एसीएम भनेको कति छ एसीएम को नेट इन्कम भनेको 4,18,000 छ 4,18,000 छ भने नेट इन्कम अफ बीसीएम भनेको 3,75,000 छ यो 3,75,000 यसको डिफरेन्ट त भइहाल्यो अब यो यसमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि क्लोजिङ स्टक र ओपनिङ स्टकको डिफरेन्ट निकाल्नु पर्यो क्या जस्तै यसलाई थोरै मोडिफाई गरौँ नेट इन्कम अफ एसीएम माइनस नेट इन्कम अफ बीसीएम इक्वल अब यसमा के गर्नु पर्यो त भन्दा डिफरेन्स क्लोजिङ स्टक माइनस डिफरेन्स इन ओपनिङ स्टक डिफरेन्स इन क्लोजिङ स्टक माइनस डिफरेन्स इन ओपनिङ स्टक अर्थात् हामीले यसरी हेर्नु पर्यो क्लोजिङ स्टकको डिफरेन्स पहिला एसीएम बाट बीसीएम 2,08,000 छ 2,08,000 बाट क्लोजिङ स्टक कति त 1,44,000 घटाउनु पर्यो 2,08,000 यो यसलाई यहाँ म चिन्ह लगाइदिन्छु यो 2,08,000 बाट 1,44,000 घटाउनु पर्यो यो भनेको डिफरेन्स इन क्लोजिङ स्टक भयो अनि ओपन स्टक 90,000 बाट यसलाई 90,000 बाट यो 69,000 घटाउनु पर्यो यसको डिफरेन्स भनेको चाहिँ डिफरेन्स इन ओपन स्टक भयो यसो हुनुको कारण चाहिँ के हो त भन्दा ओपन स्टक र क्लोजिङ स्टकको यो प्रोडक्ट कस्ट रेट एउटै छैन यो 23 छ यो 18 छ यो 30 छ यो 26 छ यो डिफरेन्ट रेट भएको कारणले गर्दाखेरि हामीले यो तरिकाबाट गर्नु परेको हो तसर्थ अब भ्यालु राखौं नेट इन्कम अफ एसीएम भनेको यो 4,18,000 छ हैन यो 4,18,000 नेट इन्कम अफ बीसीएम भनेको कति छ 3,75,000 छ भनेसी यो 4,18,000 माइनस 3,75,000 इक्वल डिफरेन्स इन क्लोजिङ स्टक भनेको 2,08,000 माइनस 1,44,000 माइनस अब ओपन स्टक को डिफरेन्स 90,000 माइनस 69,000
यो ओपन स्टकको डिफरेन्स भयो भनेपछि अब क्याल्कुलेटर चार्ज गर्न सक्छौं अब 4,18,000 र 3,75,000 को डिफरेन्स भनेको कति हुन्छ 43,000 हुन्छ बराबर अब 2,08,000 र 1,44,000 को डिफरेन्स भनेको कति 64,000 माइनस 90,000 माइनस 69,000 भनेको कति पो 21,000 भयो अब 43,000 इक्वल 64,000 बाट 21,000 माइनस गर्दा यो पनि कति आउँछ 43,000 आउँछ यसरी रिकन्सिलिएसन स्टेटमेन्ट हामीले यो तरिकाबाट बनाउँछ यो चाहिँ खास गरेर फर्मुला मेथड भयो हामीले यो मेथडबाट चाहिँ हामीले रिकन्सिलिएसन स्टेटमेन्ट तयार गर्न सक्छौं खास गरी रिकन्सिलिएसन स्टेटमेन्टले चाहिँ एसीएम र बीसीएम को नेट इन्कममा 43,000 को डिफरेन्ट आएको थियो यो किन डिफरेन्ट आयो भन्ने कुरा चाहिँ हामीलाई यसले स्पष्ट बनाउन सक्छ यसरी हामीले यो प्रब्लम सल्भ गर्न सक्छौं आजको क्लासमा हामीले यसलाई यति नै गरौँ है त ओके बाइ